everyone, welcome back to my another video. I hope everyone is doing good, even I am good. आज फेरि पनि तपाईहरुको अगाडि मैले भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा चाहिँ के हो भन्दाखेरि म बनाउन गइरहेको छु अचार। यो चाहिँ चिकन अचार फेसबुकबाट मैले जति पनि जानेको र हेरेको कुराहरु म फेरि पनि तपाईहरुको अगाडि पनि म राख्न गइरहेको छु। एकदमै ट्राई गर्नु मन लाग्यो, एकदमै खानु मन लाग्यो, त्यसले गर्दाखेरि म अचार बनाउन गइरहेको छु। तपाईहरु मेरो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् होला अनि मैले बनाएको अचार कस्तो हुन्छ हामी सबै हेर्ने छौं है त। लेट्स गेट स्टार्टेड। चिकन 1 किलो चिकन मसिनो काटेर मैले यसरी रेडी गरिसकेको छु। अब यसमा म लगाउँदै छु नुन लगाए, स्वाद अनुसार नुन, थोरै हल्दी पाउडर पनि लगाए, कर्न फ्लावर। अब भने चाहिँ म यसलाई मजाले मुसिदिने छु। दिको भइसकेको छ हाम्रो चिकन। मैले भाडालाई लिए। अब भने चाहिँ म यसमा लगाउँदै छु तेल, रिफाइन तेल लगाउँदै छु यसमा। तेललाई चाहिँ हल्का गरम हुने तरिकाले गरेर चाहिँ अनि यसमा अघि काटेको चिकनलाई हामी लगाउने छौं। त्यसैले पालै पिलो गर्दै लगाए अनि यतिको भएपछि अब यसलाई एकछिन छोडिदिएपछि यतापट्टि चाहिँ मैले सलादको लागि रेडी गर्दै छु। हाम्रो फर्सीको ब्याज, सिलाम, त्यसपछि धनियाको गुटी अनि लगाएर अब यसलाई चाहिँ म हल्का तरिकाले फ्राई गर्ने छु। यसरी चलाउँदै फ्राई गर्ने अनि त्यसपछि जब हाम्रो यो फ्राई भइसक्छ यसलाई निकालेर हामी एकछिन सेलिनापट्टि राख्ने छौं। हाम्रो चिकन यतिको भइसकेको छ। अब भने यसलाई हामी निकाल्ने छौं पालै पिलो गर्दै। यतिको रातो एकदमै राम्रो देखिरहेको छ, दामी कलर आयो अनि यसलाई चाहिँ आस्ते गर्दै निकाल्ने। यसलाई चाहिँ निकालेर यतिको भएको छ। यो चाहिँ हो फर्स्ट ट्रिप। अब यो जाँदै छ हाम्रो फेरि पनि भाडामा सेकेन्ड ट्रिप। यो चाहिँ जम्मै 1 किलोको चिकन हो अनि 1 किलो चिकन म यसरी नै पालै पिलो गर्दै तेलमा खारिरहेको छु। अनि अब भने चाहिँ हाम्रो अघिको जति पनि मसलाको लागि प्रिपेयर भएको फ्राई भएको म यसरी ग्राइन्ड गरिरहेको छु। यसलाई धुलो तरिकाले मजाले यसरी नै ग्राइन्ड गरे मिक्सरमा। अनि यतापट्टि फेरि पनि लसुन र अदुवालाई मैले मसिनो गरेर काटेर यसरी रेडी भइसकेको छ। रेडी हुने बेला हुन आट्यो, एकदम मजाको कलर आउन थाल्यो। अब अलिकति अझै रातो भएपछि चाहिँ हामी यसलाई अफ गर्ने छौं। दामी देखिरहेछ चिकन अचार। सेकेन्ड ट्रिप पनि हाम्रो रेडी भइसकेको छ। हाम्रो चिकन यतिको भइसक्यो। कस्तो राम्रो रातो कलर आयो, एकदम राम्रो। आई होप आजको अचार चाहिँ एकदम दामी हुने पर्यो। अनि हाम्रो यो तेलमा म यसमा लगाउन गइरहेको छु अदुवा र लसुन यति धेरै। हामी राम्रोसँगले चलाउने छौं एकछिन। हाम्रो लसुन र अदुवा पनि यतिको भइसक्यो। अब यसमा हामी लगाउने छौं अघि बनाएको मसलाहरू। अनि मिक्सी गरिदिने। मिक्सी गरिसके। अब यसमा म लगाउँदै छु फेरि पनि म लगाउँदै छु यो चाहिँ हो चिली फ्लेक्स, रातो खोर्सानी मैले बनाएको। अनि यसमा फेरि पनि म लगाउँदै छु चिली पाउडर। एकदमै पिरो बनाइराख्नु पर्यो अचार।
यसलाई हामी एकछिन मिक्स गरिदिनेछौँ फेरि पनि। ठिक भइसकेको छ अनि यसमा हामी लगाउँछौँ थोरै भेनिगर पनि लगाएँ। अब भने म यसमा लगाउँदैछु। हाम्रो 1 केजी चिकन मैले भिडियो अलिकति उयो भएछ, त्यही भएर मैले लगाइसकेँ चिकन पनि यसमा। अब यसलाई एकछिन 5 मिनटको लागि फ्राई गरिदिने, त्यसपछि हाम्रो अचार रेडी हुन्छ खानुको लागि टक्क भएको अचार। मेरो अचार पनि रेडी भइसकेको छ, एकदमै दामी खाउँ लाग्दो देख्न सक्नुहुन्छ अचार। अब यसलाई चाहिँ बयममा जानेछ लङ टर्मको लागि। एकदमै दामी देखिरहेको छ। तपाईहरुलाई कस्तो लाग्यो मेरो अचार? मासु चाहिँ रेडी भइसक्यो। अब भने त्यसलाई एकछिन सेलाउनु छोडेर 15-20 मिनटको लागि, त्यसपछि हामी बोतलमा यसरी पालैपिलो गर्दै लगाउने छौँ। मसँग चाहिँ यो नेस्केफेको बोतल थियो, त्यसले गर्दाखेरि मैले यो नेस्केफे बोतललाई खाली गरेर मैले यसमा मासु पालैपिलो गरेर लगाएँ। मेरो अचार रेडी भएर यतिको भएको छ, एकदमै दामी देखिरहेको छ र म फेरि पनि टेस्ट गर्नेछु, तपाईहरुलाई पनि देखाउने छु ल। मेरो अचार एकदमै दामी, टेस्ट गर्नेछौँ है त। फर्स्ट बाइट। यस्तो दामी भएछ। चिउरामा, रामेनमा, नुडल्समा एकदम दामी रहेछ। So thank you so much everyone, मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको निम्ति। आई होप यु अल इन्जोयड माई भिडियो। अनि मैले पनि एकदमै इन्जोय गरेँ आज अचार बनाउनमा, र जसरी मैले हेरेको थियो र जसरी मैले बुझेको थियो त्यसरी नै एकदमै मिठो, एकदमै दामी भएछ अचार। यो चाहिँ लङ टर्मको लागि हुनेछ। जब हामीलाई खानाहरू रुच्दैन त्यतिखेर हामी यो अचारसँग हामी खाना खानेछौँ। एकदमै खुसी लाग्यो, आजको भिडियो बनाउनमा एकदमै मजा भयो। तपाईहरुले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। यसरी नै चिकन अचार मिठो नेपाली तरिकाले बनाउन सक्नुहुन्छ। र आजको रेसिपी भिडियो मैले तपाईहरुको अगाडि राखेको छु, तपाईहरुले पनि ट्राई गरेर मलाई भन्नुहोस् होला। सो हामी भेट्नेछौँ फेरि पनि अर्को भिडियोमा। अनि यदि मेरो भिडियो मन पर्यो भने तपाईहरुले लाइक, शेयर अनि सब्स्क्राइब पनि गरिदिनुहोस् होला। सो हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा। टिल देन स्टे सेफ, स्टे हेल्दी, बाई, टेक केयर एभ्रिवान।